गुड मर्निङ फ्रेन्ड्स। आज हामी फ्र्याक्सनको डायग्रामवाला पार्टको बारेमा पढ्दैछौँ। यो डायग्रामको एक्सप्रेसन कसरी बनाउने, त्यसको एक्सप्रेसन बनिसकेपछि त्यसलाई फेरि हामीले पर्सेन्टेजमा कसरी कन्भर्ट गर्ने बारेमा जान्न गइरहेको छौँ। त्यस्तै यता ध्यान दिनु होला, क्वेसनमा ध्यान दिनुहोस्। एक्सप्रेस द सेडेड पार्ट इन द गिभन फिगर एज पर्सेन्टेज, यो भनेर चाहिँ हामीलाई अब यो जुन क्वेसन छ यो यसलाई हामीले एक्सप्रेसनमा ल्याउने। यो टोटल पार्ट हाम्रो कति हो, एउटा हो। यसलाई हाफ गरिदियो, बिचमा काटेर आधी भागलाई छाया गरिदियो, दुईवटा भाग बनिदियो। त यसको टोटल भाग हाम्रो निस्क्यो कति, 2। त्यो जसले पनि टोटल हामीले तलमा लेख्ने, यानी डिनोमिनेटरमा कतिवटा भाग पार्ट गरेको छ, एउटा भागलाई यहाँ राख्ने। अब यसलाई पर्सेन्टेजमा चेन्ज गर्नु। पर्सेन्टेज भन्ने बित्तिकै कति हुन्छ, 100 भनेर बुझ्नु पर्यो। त अब यसलाई 1/2 इन्टु 100% भनेर यसरी दिने। यति गरिसकेपछि अब हेर्नुहोस् होला, यो दुईटा एक आपसमा कट्छ कि कट्दैन। कट्यो भने यो दुईटालाई हेर्नु, यो दुईटा एक आपसमा कट्छ, 250 जा कट्यो। अब हाम्रो 1 माथिको यो 1 रह्यो, यो 50 यो पर्सेन्ट 50%, 1 into 50% भनेको 50% हो। यही नै हाम्रो यसको आन्सर। अब त्यस्तै अर्को हेर्दै जाऊँ, सेम टु सेम यहीसँग रिलेटेड क्वेसन हो। सेम टु सेम हेर्नु, यसको जम्मा कतिवटा पार्ट छ, 1 2 3 4। त 4वटा छ, त पहिला एक्सप्रेसन भनेर लेखिहाल्नु। बुझ्नको लागि यो लेखे पनि नलेखे पनि फरक पर्दैन, तर बुझ्नको लागि एक्सप्रेसन भनेर जम्मा 4वटा पार्ट छ। त 4 जहिले पनि डाउनमा लेखिदिने। त्यसपछि कतिवटा पार्ट यसको छाया गरेको, सेडेड गरिएको छ, 1 2 3। त 3 माथिमा। अब यसको एक्सप्रेसन बनाउने भने हामीले 3/4 इन्टु 100%। यो दुईटा कर्दैन भने यो दुईटा कर्छ, 25 4 जा 100। अब हाम्रो एन्सर हुन्छ 75%। 75% को आन्सर आयो। त्यसै गरी अब हामी अर्को अंक बनाउँछौँ। यो भन्दा पनि अलिकति बढी वाला, जुन तपाईहरुलाई सजिलो होस् भनेर, अप्ठ्यारो नहोस् भनेर यता जस्तै हेर्दै जानुहोस्। जस्तै यो क्वेसन हेर्नु, उता के थियो, पहिला 2वटा थियो, त्यसपछि 3वटा थियो। यहाँ 1 2 3 4 चारवटा दिएछ। यो कसरी बनाउने, धेरै विद्यार्थी कन्फ्युज हुन्छ। प्रोसेस सेम छ, केही पनि फरक छैन। जसरी उता बनायो त्यसरी यो पनि बनाउने हो। यसलाई पनि पहिला सोलुसन दिइहाल्नु, बुझ्नुको लागि एक्सप्रेसन भनेर लेखिहाल्नु। हेर्नुहोस् टोटल पार्ट कति छ, पहिला त्यो काउन्ट गरिहाल्नुहोस्। 1 2 3 4 5 6 7 8, 8वटा पार्ट छ। मैले जहिले पनि भन्थ्यो, टोटल पार्ट जहिले पनि डाउनतिर लेख्ने। टोटल पार्ट भनेको जहिले पनि डाउनतिर लेख्ने हो। 8 कतिवटा पार्ट सेट छ, 1 2 3 4, 4। अब यसलाई हामीले पर्सेन्टमा लग्ने, त 4/8 इन्टु 100%। यो पहिला यो दुईटा हेर्नु त, यो 4 2 जा यो कट छ, माथिमा के छ त 1 छ। त हाम्रो भयो 1/2 इन्टु 100%। अब यो 2 ले यसलाई काट्दिन्छ, त 2 इन्टु 50। त हाम्रो आन्सर भइदियो 50%। यसको हेरौँ त्यस्तै सोलुसन। यसमा पनि हेर्नु होला, यसको पनि पुरा कतिवटा पार्ट छ, टोटल पार्ट पहिला कति छ, एक्सप्रेसन भनेर लेखिदिन्छु। पहिला म 1 2 3 4 5 6 7 8 9 10, यानी यसको टोटल पार्ट, यानी यो सिरियस जो सर्कलमा जम्मा सर्कललाई 10 टुक्रा गरिएको छ, यानी 10वटा पार्ट छ। त टोटल लेख्ने, तलमा कतिवटा पार्ट सेट छ, त 2वटा। यो 2 लेखिदिन्छु यहाँ माथि। अब यसलाई पर्सेन्टेजमा चेन्ज गर्ने। पर्सेन्टेजमा चेन्ज गर्नको लागि 2/10 इन्टु 100%। यो हेर्नुहोस्, पहिला यो काट्दिन्छु, यहाँ यसलाई पहिला काट्दिन्छु, यो र यो काट्दिए, त 10 10 जा 100। अब हेर्नु, यो 2 इन्टु 10% इक्वल टु कति भइदियो, 20%। यही हाम्रो एन्सर। बस आजको लागि यति, धन्यवाद।